ए बुढो यहाँ आउनु हेर्न के भयो ठाडो फेरि के भयो फेरि ए तेरिका ल मेसिनै बिग्रा जस्तो पो छ ए के भन्ने अब अस्ति भर्खर लिएर आएको मेसिन के भयो के अब बिग्रिया सामान कसरी अनि तिमी त ठिक छौ नि ठिक छु केही भएन मलाई तातो छारेको सामान ल्याहा के बटुल्या काम लाग्ने गतिलो सामान एउटा ल्याउने होइन चलाउनु जान्नु छैन जान्नु पनि परे छैन मलाई तपाईँ आफै जान्नु पकाउनु खानु के को कुन दिन सबै जम्मा गरेर कबाडीलाई दिन्छु म होइन आइरहेको हुन्छ यस्तो सामान त अफिसबाट टेस्टिङको लागि 2-4 दिन हामीले टेस्ट गरेर बल्ल मार्केटमा पठाउँछौँ काम त रमाइलो छ नि अब नयाँ नयाँ सामान युज गर्न पाइने दुनियाँमाथि सामान घरमा ल्याएर घर फोहोर पारे कुन दिन लगेर सबै फालिदिन्छु म को हो तपाईँ यो दिया न्युपानीको एपार्टमेन्ट होइन ए दिया बहिनी त तल बस्छिन् के होला ए ई बुवा तपाईँको छोरो ल त्यति धापान्दै नि दुख्यो सहरमा बसेर बोइलर खाएर यस्तो भयो झन् आफ्नो बुहारीलाई खसी काटेर खुवाउनु मन थियो तिमीहरू आगो लिन आए जसरी आउँछौ तिमीले बुवाको हातको खसीको मासु खासेन है नै यति मिठो बनाउनुहुन्छ नि बुवाले बुवा बरु उतै आउनु न त हामी उतै बनाएर खाम्ला ल आइहाल्छु नि काम पर्दा तिमीहरू कहाँ नबसेर कहाँ जाने म ओइ डुकु त्यो फोटो हाल्थे यसमा ल फेसबुकमा हाल्न होला होइन फेसबुक टिकटक केमा हुन्छ राख्दा नि अनि यसले फिल्म खेलेको चाहिँ कति खान्छ कति कमाउँछ उहाँले एउटा फिल्म खेलेको 60 लाख 60 लाख उहाँले एउटा फिल्म खेलेको 30 लाख 30 लाख अनि तैँले चाहिँ कति कमाउँछस् तैँले मेरो नि आउँछ नि बुवा तपाईँ टेन्सन नलिनु न ल मैले किन टेन्सन लिनु पर्यो र एक्लो छोरो होस् बारी बेचिदिएको छैन मैले त्यहाँ केही गर्न सकिनस् भने आइज तैँले जोत म छर्छु यहीँ गरेर खान सकिन्छ किन टेन्सन लिनु ल बुवा ल अफिसमा ढिला हुन्छ हामी निस्किन्छौँ जाने हो टिका लाएर जाऊ नि त मन्त्रार्थ सफला सन्तु पूर्णा सन्तु मनोरथः शत्रुणां बुद्धिनाशोस्तु मित्राणां मुदयस्तु वः ल यो राख ल कहाँ बुवा पर्दैन हामीले दिनुपर्ने ठाउँमा जान राख के बाले दिएको लु ल तँलाई पनि लगाइदिने होला यतै जा मन्त्रार्थ सफला सन्तु पूर्णा सन्तु मनोरथः शत्रुणां बुद्धिनाशोस्तु मित्राणां मुदयस्तु वः एकाले यता आइज त यता आइज न बुहारीको जन्मदिनमा के किनेर दिनु पर्दैन कि बुवा छ मसँग अब मलाई थाहा छ ल राख के हुन त अर्काको छोरी हो चित्त नदुखाएस् बुझिस् के किनेर लगिदिनु हुन्छ बुवा हामी निस्किन्छौँ है त ल राउटसित जाऊ घरमा आउँदै गर्नु नि आफ्नै घर हो भइहाल्छ नि ल जाऊ हजुर नि आउनु त ल हुन्छ भएन लास्ट स्लो वाक्क लाग्दो संसार धिक्क लाग्दो दिन केही सुर्ता नलिएर बस्न देऊ एकैछिन यसले उता कुद भन्ने अर्कोले कुराको कुरै दिनु दुःख दिएको छ देऊ न छुट्टी एक दिन नगर न मायाका कुराहरू मसित पुगेन सुनि अर्बभन्दा बढी प्रेम गीत लगाए समय डुले लडे पढे सय गीता नपाए पैसा नमाया कोही नजाने तरिका वाक्क लाग्दो संसार धिक्क लाग्दो दिन केही सुर्ता नलिएर बस्न देऊ एकैछिन यसले उता कुद भन्ने अर्कोले कुराको पुरै दिनु दुःख दिएको छ देऊ न छुट्टी एक दिन
थ्याङ्क यू। साँच्ची तिम्रो त पछि बर्थडे होइन अब बिहेपछिको तिम्रो पहिलो बर्थडे आई वान्ट टु डु समथिङ बिग फर यु। समथिङ बिग? पैसाको ट्र्याक राख्नु पर्दैन? कहाँ छ पैसा? पैसाको तिमी टेन्सनै नलिउ न, आँटेपछि भगवान्ले पुऱ्याउँछन् भन्ने कुरा तिमीलाई थाहा छैन। छोडिदियो कि मलाई अहिले केही गिफ्ट सरप्राइज केही पनि चाहिँदैन। मलाई रोज मन पर्दैन। ह्याप्पी बर्थडे। के हो यो? चकलेट। यति सानो चकलेट तिमी नै खाऊ। अब त अति भइसक्यो भने वर्षमा एकचोटि आउँछ मेरो बर्थडे, त्यही पनि 12 बजे विस गर्न सकेन उठेर। मैले अलार्म राखेको थिएँ, कति धेरै अलार्म राखेको थिएँ, बज्दै बज्दैन के भयो हेर। मन हुनुपर्छ के मन। तिमी बाहेक मेरो सबै साथीहरूले 12 बजे नै विस गरेको थियो। अझ विवेकले झन् यत्रो लामो मेसेज पठाएर मलाई इमोसनलै बनायो। आई थिङ्क वी सुड टेक अ ब्रेक। ठिकै छ, अब पिङ्कीको नि बर्थडे आउँदैछ, पिङ्कीलाई दिन्छु नि त गिफ्ट। ल्याऊ त। दिया दिया सुन, म पर्सिको लागि शान्तिनिकेतन पनि प्लान गर्छु नि त। के गर्नु पर्दैन क्या, म ढिला भएछु, म निस्किन्छु अहिले है। ल एक्सक्युज मी, दाइले बिर्सिन्। थ्याङ्क यू, बाई। बाई बाई। ए अमन भाइ, एकचोटि माथि आउनु न। यो दाइको अफिसबाट होलिडे प्याकेज भनेर आएको रहेछ, 2 नाइट 3 डेजको रे। हामी जान नि भ्याउनौ, तपाईँहरू बुढाबुढी जानु न है। ओहो कस्तो मौकामै आएछ त दिदी। अब पछि दियाको बर्थडे छ, त्यतै गएर मनाउनु पर्ला। ए ल गजबै भइहालेछ नि। हजुरहरू नि हिँड्नु न, उतै रमाइलो गरौँला। दाइले खासै भ्याउँदिनँ भन्नुभएको, तैँले म सोधिहेर्छु नि है। ए हुन्छ, हस् थ्याङ्क यू दिदी, थ्याङ्क यू। नमस्कार, म जुलेबी। भन्नुहोस् तपाईँको के सहायता गर्न सक्छु? जुलेबी, तिम्रो पहाड घर कहाँ हो? माफ गर्नुहोला, मेरो पहाड घर भनेकै म भनेको फ्याक्ट्री के सोधेको भने अलि काम लगाउनु कुरा सुन्नु त। जुलेबी लाइट अन गरिदेऊ त। तपाईँ सुन्नु त। जुलेबी आजको राशिफल के छ? आज श्रावण 16 गते, मेष राशि। रोकिएको काम बन्नाले उत्साह हुनेछ। तपाईँहरू चाहिँ के गरेर बसिरहने? काम छैन? जानुहोस् आफ्नो काममा जानुहोस्। अनि त गाउँ जान्छु भन्थिस् त। अब गाउँमा काम पाउला जस्तो लागेन, आइयो अब। साँच्ची भाउजूको हालचाल के छ त? के भन्नु, घरमा बसेको छ, खान्छ। दाइ, जुलेबी के भन्छ? यो चाहिँ पुरै त्यो मल्टिफङ्सनल एआई डिभाइस हो अरे कि होइन? हामीले जे भन्छ नि होइन, यसले त्यही गर्छ अरे क्या। त्यो एलेक्सा थाहा छ नि तपाईँलाई, ठ्याक्कै त्यही। अनि आजै आएको? प्रोटोटाइप हो अरे, टेस्टिङको लागि आज यहाँ हेर्नु है। जुलेबी अहिले काठमाडौँमा कति जान्छ ल भन्थ्यौ त? शम्भुजी, तपाईँले पहिले पनि सोध्नु भएको अफिसमा छुट्टी लिन बनाउने बहानाहरू यस प्रकार छन्। बहाना 1, घरमा आमा बिरामी हुनुहुन्छ। बहाना 2, बहिनीको बिहे छ। बहाना 3, यही गरेर बस्ने हो? यस्तै चाल बोल्दैन, आइज गाउने फर्किन्छ। ल जा काम गर। हुन्छ। यस्तो किन्न पर्यो जुम्बा ड्रेस, भोलिदेखि 7 देखि 8 1 घन्टा। ड्रेस पनि कथरी हुन्छ? जुम्बा गर्दाखेरि लाउने छुट्टै ड्रेस, अरू ड्रेस लगायो भने चाहिँ ज्यान चल्दैन। अनि सबैले लाउँछन्, अनि मैले मात्र नलाउँदा म कागको हुलमा बकु लाउनु न। अनि तिमीलाई काग चाहिँ किन हुनु मन लाग्यो भने त? हे नचल जुलेबी, जुम्बाको साइड इफेक्टहरू भन्दै। जुम्बाका निम्न बेफाइदाहरू छन्। हे फुट्छ भने बरु चलाउनु सिक। चाहिने कुरा सिक्नु छैन, भित्र लाउनु लुगा, बाहिर लाएर नाच्छु भन्छ। पढाइ नै सिक्नलाई मलाई मान्छेले नजान्ने कुरो यो बाँडोले गर्ला खुब। बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पापिड। जुलेबी, म्याडमलाई उहाँ कफी मेसिन चलाउनु सिकाइदे।
नमस्कार सपना। कफी बनाउन पहिला मेसिनमा ताजा पानी भर्नुहोस्। करिब 1 कप 200 मिलिलिटर फिल्टरमा सबै यसैले जाने रहेछ त। 1-2 भर्दै सबै काम यसैले अराउनु, भात पनि यसैले पकाएर खान्देला नि। मेसिन स्टार्ट गर्नुहोस्। कस्तो टिमुरकै बुढी परिछ भने ड्रिप हुन दिनुहोस्। 3-4 मिनेट। जुलेबी तै भन्दै अब खाना कसरी बनाउने। सरप्राइज, यही त हो मेरो सरप्राइज। भोलि तिम्रो बर्थडेको लागि हामी यहाँ जाने, नेचरलाई एक्सप्लोर गर्ने। नेचरलाई एक्सप्लोर गरेपछि आनन्दले बुढाबुढी चिलमा बर्थडे मनाउने। अनि पैसा चाहिँ कहाँबाट आयो? तिमी कति टेन्सन लिएको पैसाको बारेमा? यो त तिम्रो बर्थडे हो नि त, सो आई विल म्यानेज। सबै कुरा मैले हेरिसकेँ। बरु तिमी चाहिँ कहाँ जाने, के गर्ने? हामी स्विमिङ पनि खेल्ने होइन हो नि? होइन, स्विमिङ खेल्ने भए चाहिँ के कस्ट्युम लाउने, के लुगा लाउने, त्यो कुरामा ध्यान देऊ न। ए आइडिया, म तिमीलाई फेरि दिन्छु अनि तिमी ठ्याक्क मैले दिने बित्तिकै वाउ वाट अ प्लेजेन्ट सरप्राइज अमन भनेर जस्तो रियाक्सन देऊ। म भिडियो खिच्छु है त। एकचोटि के प्लिज, एकचोटि लास्ट। डस्टबिन ल्याऊ। किन रोकेको? म्यापमा त यही टर्निङतिर देखाइरहेको थियो। ऊ यहीँ त रहेछ नि। सिरियसली? के भयो? ह्यात तेरेका हिँड न, तल राम्रो होला क्या। ल साथीहरू, हामीहरू फाइनली आइसकेका छौँ। ठाउँ लास्टै ब्युटिफुल देखिने प्रोसेसमा रहेछ। ओ माई गड, कति पैसा खर्च गर्यो? अब सरप्राइजको कुरामा पैसाको कुरै भएन नि। यस्तो हावा ठाउँलाई पैसा तिर्छ भने फ्रीमा बस भने बस्दिनँ म त। भित्र राम्रो होला कि, हिँड न, के हुन्न। आऊ न, भित्र राम्रो होला क्या। आऊ। हेलो हेलो, को हुनुहुन्छ? तपाईँ राम्रो नाच्नु हुँदो रहेछ र यही गतिमा व्यायाम गर्नुभयो भने अवश्य पनि फिट हुनुहुनेछ। के बौला पाराले नाचिरह होला? ए जुलेबी, जुम्बाको डेफिनेसन के हो भनिदेऊ त? जुम्बा एउटा फिटनेस प्रोग्राम हो जसमा कार्डियो र ल्याटिन नृत्यको मिश्रण हुन्छ। दियाको बर्थडे पार्टीमा जानको लागि तयारी सुरु गर्नुहोस्। ए लु, तपाईँ रेडी हुँदै गर्नु त, हामी निस्कन पर्छ। कहाँ हिँड्ने? मान्छे ताकेर आइरह होला। थकाइसकाइ सबै मेटिन्छ। दिया बहिनीको बर्थडे रहेछ, हामी नि उतै गएर होमस्टे गर्ने हो। जान्न मजा, तिमी जाऊ। ए जुलेबी, आफू पनि कसैलाई नबोलाउने, बोलाएको ठाउँमा नि नजाने मान्छेलाई एक शब्दमा के भन्छ भनिदेऊ त? तपाईँकै शब्दमा ढेँडु भनिन्छ। हुँदा यो नि बढी बढ्नु थाल्यो। खोइ त कोही पनि छैन। ऊ त्यहाँ हुनु रहेछ को? दाइ दाइ दाइ, खै तलै गएर बोलाउँ ल, सुन्दै भएन। दाइ सुन्नु न, यहाँको ओनर को होला? एकचोटि उहाँलाई बोलाइदिनु न प्लिज। हजुर, यहाँको ओनर त मै हुँ। कसलाई खोज्नु भयो? ओहो बुवा दर्शन, वाट अ कोइन्सिडेन्स। माथि नै जाउँ। अनि बाउको मुखियानी दिन त अस्ति थियो त। हजुर, आजै आयो कि ब्रोसरले काम गरेस्। ब्रोसर? ब्रोसर को तपाईँ? हामी जरा नि भ्याउनौ, तपाईँहरू बुढाबुढी जानु है। ए त्यो लास्ट स्मार्टर बुवा होइन। ल साथीहरू,
फाइनली हामी चाहिँ बुवालाई भेटेका छौँ। उहाँ चाहिँ मेरो ससुराबा। के भनिदिनुहोस् न। यो कहाँ आउँछ ज्वाइँ सर? यो म युट्युबमा हाल्छु बुवा। ए नमस्ते। यो मेरो होमस्टे दिया होमस्टे। यस्तै छ, यहाँ बन्दैछ है। हरियाली छ, लिचीको रुख, उता अम्बाको रुख है, यता आल्साको रुख, उता सुन्तलाको रुख। हेर त दिया, सबै तिम्रो फेभरेट रहेछ त। नानी जाउँ, थकाएर आयो कि होली। हिजो नै मैले मिलाएर राखिदिएको छु रुम, मैसँग खाऊ। आऊ। होइन बुवा, म बोकिहाल्छु नि। ल ल भित्र आऊ। हिँड नानी हिँड। सरसफाइ गरेपछि त राम्रो देख्यो त बुवा। त्यही त, ज्वाइँ र छोरीले टेकेपछि त रुपै अर्कै भइहाल्यो नि। अब यही काली जन्मेको बेला किनेको थिएँ, बाजे थियो, बेच्नु पनि मन लागेन। यसो हात पाखुरा त चलाउनु पऱ्यो नि। नानी, तिमीलाई याद छ तिमी सानो हुँदाखेरि आउँथ्यौ नि यो ठाउँमा? ठिकै छ नि बुवा। बुवा अब यत्तिकै बस्नुभन्दा त यतिको ठाउँमा चल्छ जस्तो पनि लाग्छ। साँच्चै उ त्यो चाहिँ के हो बुवा? त्यो चाहिँ अब माछा पाले पनि भयो, यसो स्विमिङ पुल बनायो पनि भयो नि। बरु स्विमिङ पुल नै ठिक हुन्छ बुवा। ए नानी, अलिकति हिसाब किताब बिलसिल थियो, एकाउन्टेन्टलाई पठाउनु पर्ने, हेरिदिन्छौ त? भोलिपछि टक्क यहाँ आएर जुलेबी सरलाई सोध त एक फेर, बर्थडे केही लैदिने नि हो कि खाली हातै जाने विचार ह? नमस्कार गौरवजी, खाली हात। यो त अहिले भर्खरै यहीँ त छ, जे कुरा पनि दोहोऱ्याउनु पर्छ चम्चा जस्तो। आवाजसँग पार्टी पनि चेन्ज गरेको छैन। चुप लाएर बस, उहाँ पुगिन्जेलसम्म अब बोल्ने हुन्थ्यो। बुझ्नुभयो ज्वाइँ साहब, नेपालमा त चल्ने भनेको त यही होटल रेस्टुरेन्ट रहेछ नि। चारैतिर हेर्नुहोस् त, होमस्टे कति खोलेका। अब टक्क लाएर आफ्नै खेतमा तरकारी अर्ग्यानिक, आफ्नै खेतको चामल अर्ग्यानिक, अनि यहाँको हावापानी अर्ग्यानिक। त्यसपछि त यहाँ मान्छे खचाखच। अब ज्वाइँ साहब पनि बिस्तारै यतितिर लाग्नु पर्यो। अब यो एक्टिङ भनेको त साइड बिजनेस होइन र। अब एउटा यसो दिगो थिर हुने काम गर्नु पर्यो क्या। अब सोख भने छँदैछ। बुवा एकैछिन म आइहाल्छु है। दिया, तिमीलाई भन्नु भोलि के प्लान गर्नुभएको छ अनि तिमी गर हुन्छ त? तिमीलाई साँच्चै खुसी भएको हेर्न चाहन्छौ? अफकोर्स। त्यसपछि जाम, जहाँ भए पनि हुन्छ। मलाई एकछिन बस्न मन छैन। के भनेको तिमीले? तिमीले सबै कुरा त सुन। त्यहाँ कता जाने भन त? यति राति सब ठाउँ बन्द भइसक्यो। एटलिस्ट आजलाई यहीँ बसौँ, भोलि बिहानै जाउँला। त्यसो भए काठमाडौँ जाम। यतिखेर? तिमी रेडी हो न यार पहिला। ए भाइहरू त बाहिर बस्नु आएको रहेछ त। तपाईँहरूलाई नै कुरेर बसिरहेको थिएँ। अनि दिदी खोइ त? जुलेबी छुट्याएको छ, लिन गएको छ। वहीँबाट ल्याउनु भएको जुलेबी? सेलायो होला त। तातै छ, छामा त तातै छ। बिर्सिनु त होला नि होइन? हजुर नमस्ते। यसलाई पो जुलेबी भने दिदी? म त खाने जुलेबी भन्न ठाने। खाने जुलेबीले भन्दा मिठो कुरो गर्छ नि यसले त। ए हो र? जाम दिदी। के भन्दा प्लिज कति हो? यतै दिदी। लो कोही त रेडी भएको ढिलो हुन्छ। झन् हाइकिङ गरेर आएर फ्यामिलीसँग बसेर चट्ट बर्थडे सेलिब्रेट गर्नु पर्यो। तर आज तिम्रो फ्यामिली रियुनियन हुँदैछ। फ्यामिली रियुनियन केही हुनेवाला छैन। फ्यामिली रियुनियन म लेखिदिन्छु। आज न दाइ आउँछ, मम्मीको झन् के कुरा गर्नु।
यो सबै बाबाको एक्लैको प्लानिङ हो के मलाई चाहिएको बेला नभएको फ्यामिलीको मलाई सिम्पथी पनि चाहिँदैन अब त्यो कुरा सबै छोडिदियो अहिलेको लागि मेरो लागि पनि जाऊँ न प्लिज प्लिज हेलो एन्ड नमस्ते सबैजनालाई वेलकम टु अमाया ब्लग म एक्टर अमन र दिया पनि यतातिरै छ दिया पनि यतातिरै छ दिया आयो भन्दै ब्लगमा र आज चाहिँ उसको बर्थडे हामी चाहिँ बिहानै हाइकिङ जाँदैछौँ सबैजना अनि दाइ कस्तो फिल हुँदैछ आर एक्साइटेड नर्मल हो भाइ सब नर्मल हो यो जमाना पहाड गरे मान्छे यतिको त के नै अरे यो बरु तिम्रो चाहिँ अलिकति ध्यान दिएर हिँड्नु नि अलिक बिस्तारै बिस्तारै है बिहा बहिनी कस्तो छ त नपाउनेले केरा पाए बोक्रेसँग खायो भने जस्तो है ल जाउँ हजुर जाउँ बढौँ अगाडि बढौँ अनि हजुरको पहाड घर कता पर्यो नि मेरो नुवाकोट हजुरको हाम्रो त लमजुङ ए हजुर अब अहिले त गाउँमा बस्ने कोही पनि भएनन् सबै यतै लागे अब यही ठाउँलाई अब गाउँ बिर्साउने ठाउँ बनाउँदैछौँ अनि राम्रो धेरै राम्रो त्यही भएर अनि यही गरेर अब यहाँबाट माथिसम्म 4.5 किलोमिटर रहेको छ ए आउनुहोस् आउनुहोस् के हो बाबु गाह्रो भयो अलिअलि सहरको धुलो धुवा खाइरहेको बानी अब गाउँको स्वच्छ हावा खानलाई त अलिक गाह्रै होला अलिक फोक्सोल चिने जस्तो छ कि जाउँ 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 भाइ साहब हजुर अर्ग्यानिक अर्ग्यानिक गाउँ नै अर्ग्यानिक रहेछ त बुवा यो चाहिँ के हो बुवा यो हेर्छ गुम्बा छि त्यो बिरालोको गु ए ज्वाइँ साहब हामीहरू चाहिँ आज हाइकिङ आएको छौँ सबैजना हाम्रो आज गेस्ट पनि छ हो नि गेस्टको नाम चाहिँ दिदी दिदीले मैले त एक्टिङ पनि सिकाउँछ होला है खै एकचोटि सोधे हेर न सिकाउने आइछ कि अनि कति टाइम लाग्यो तिमीहरूलाई अघिदेखि यहाँ कुरेर बसिरहेको छु बुवा उहाँ कहाँ माथि पुगिसक्नु भयो अनि दिया बहिनी खै आउँदैछ नि बिस्तारै ल तिमीहरू जाँदै गर म बहिनीलाई लिएर आउँछु वृद्ध उमेरमा सास फुल्नुका 5 कारणहरू चुरोट धेरै खानु ओ तैँले कसले वृद्ध भन्यो भने त ल अलिक छिटो होइन यदि जाऊ हिँड्नु नसक्नु के हाइकिङ आउनु बहिनी पानी अनि के हो बाउछोरीको बोलचाल छैन कि क्या हो इगो राखेर हुँदैन नि नानी बाउ भने बाउ हो आज बर्थडेको दिनमा गिफ्ट चाहिँ होइन फ्रीको ज्ञान चाहिँ धेरै पाइरहेको छु के भने के होइन दाइ कस्तो लागिरहेछ त बेबी सरप्राइज तिमीमा त डबल सरप्राइज है के हो फेस त रातो रातो छ त धपक्क बलेको छेउ त जुलेबी मेरो नि बर्थडे आउँदै नि तिमी यदि मुन्छे भए
मलाई के गिफ्ट दिन्थ्यो भन त धेरै बेला नआऊ है बुढी मसँग खोले दिन्न किन दिने हो र म खेलाउनु कुरा हो त्यो भोलि अफिस पुऱ्याइनु पर्छ हरायो भनिदिनु तपाईँ त्यत्रो अफिसको हाकिम भए काम हो र यति राख्न नि नहुने भयो हे जेसुकै गर होइन के भएको तिमीहरू नानीको बर्थडेमा आउनु पर्दैन खुर्को मम्मीलाई लिएर आइज त खोइ मम्मीलाई फोन दे त ल ल जेसै गर नआइज ए दिया बहिनी खाना खाने बेला भयो आउनु कहाँ त्यो धुम्म परेर बसिरहनु भयो आउनु आउनु सबैजना भेलामा होइन त मेरो निमन्त्रणामा यहाँसम्म आइदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद र आज नानीको बर्थडेलाई पनि सेलिब्रेट गर्नलाई आइदिनु भयो त्यसको लागि पनि मुरी मुरी धन्यवाद ल अब ड्रिङ्क र स्न्याक्स लिउँ यो बुढेसकालमा पनि होमस्टे खोल्ने लेखेको रहेछ है आजै मेरो होमस्टेको पनि ओपनिङ र छोरीको पनि बर्थडे यही मौकामा फ्यामिली भेला भएका छौँ तर मेरो वाइफ चाहिँ बिरामी हुनुहुन्छ आउन सक्नु भएन बुलशिट लौ न यिनले त धेरै खाइछन् क्या हो चुप्लाउनु बहिनी चुप्लाउनु भाइ के टुवा परेर हेरेर सम्हाल्नु न चुप लागा उता जाउँ म किन चुप लाग्ने अहिले मलाई चुप लाग नभन है तिमीसँग नि चुप लाग्ने भए म किन बे गर्थे माइतै बस्थे नि तिमीलाई थाहा छ नि होइन यो घर दुर्गा देवीजीको हो यहाँ तै चुप मै चुप 2 महिनाभन्दा बढी भइसक्यो घर छोडेर हिँडेको न फोन छ न मेसेज छ न कन्ट्याक्ट छ मैले तपाईँलाई कति कल गरेँ के बा एकचोटि नि उठाउनु भएन कस्तो फेक हुन सक्यो जुन बेला मलाई एकदमै चाहिने थियो तपाईँ हुनुहुन्थेन के मसँग राणा शासनको आदेश पालना गरे जस्तो यहाँ आफ्नो कोही डिसिजनै लिन सक्दैन हुन त आफ्नो सपना पुरा गर्न 50 वर्ष लाग्ने मान्छे मेरो लागि स्ट्यान्ड लिएन भनेर म किन चित्त दुखाउनु भित्र खोक्रो भइसक्यो बाहिर चाहिँ सरफेसियल कुरा गर्यो एज इफ केही भएकै छैन अनि ह्याप्पी बर्थडे नानी हाउ डु यु डु यता ह्याप्पी बर्थडे वाइ सो कोल्ड बरु थपडी हानु न किन धोका दिस किन मेरो नाक काटेर हिँडिस भनेर मान्छेले कुलचिता त आइया भन्नु नि लास्ट डे फेक तपाईँ मलाई नि केही कुरा गर्नु मन छ यस्तो पातको भाडो भएपछि समाज कहाँ जाँदैछ आफ्नो लोग्नेको अगाडि परपुरुषको आवाज सुनेर लट्ठ पर्दाखेरि लाज लाग्दैन यो चाहिँ चिटिङ होइन जार हो यो मेरो जार यो भाँडो त के गरे त्यो फुट्छ अहिले जान्न सबैले बि डुब्नबाट बस्नका लागि सुरुमा लामो सास लिनु
हात खुट्टा सिधा पारेर चलाउनु, त्यसपछि बिस्तारै तैरिने कोसिस गर्नुहोस्। मैले तिमीलाई कहिले पनि अर्काको घर पठाउने जात सोचिनँ। त्यस्तो सोचेको भए सायद मलाई सजिलो हुने थियो। मलाई यो प्रोसेस गर्नलाई नै गाह्रो भयो। तिमी नहुँदा मलाई बोल्ने साथी कोही पनि थिएन। तिमीले सही भन्यो, न मैले मेरो लागि बोल्न सकेँ न मेरो छोराछोरीको लागि। नयाँ ठाउँ नयाँ जीवन सुरुवात गर्ने तिमी एक बहादुर छोरी हो। आफूलाई एउटा नयाँ काम सुरुवात गर्नलाई त कस्तो महाभारत लागिरहेछ। I really proud of you that you made your own choice. It's okay. I love you. I love you. It's okay. यो लुगाहरू के गरेर राखेको भने कति फोहोर बनाएको, सफा गरेर बनाएन। जुलेबी रिसाइरहेको बुढीलाई फकाउनलाई के गर्नुपर्छ? जुलेबी यो गर्नुपर्छ। दिया 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 वाक्क लाग्दो संसार दिक्क लाग्दो दिन बिहे गरे 10 वर्ष भयो, अरू आशिष छैन। तँलाई कस्तो आशीर्वाद चाहियो दिन त? मलाई विशेष आयो, उसलाई सौभाग्यवती भयो। यही गर्न पो बारीमा आएको रहेछ, त्यही भएर मलाई नआइज भनेर ससुराल जाँदा यतिको फर्मल जसले पनि ल्याएर जान्छ, नत्रै यसरी स्क्यान गर्छ मेरो मम कहाँले। अनि तिमीलाई थाहा होला नि, अरू कसैले तिमीलाई जज गरेको मलाई मन पर्दैन। वाक्क लाग्दो संसार दिक्क लाग्दो दिन केही सुर्ता नलिएर बस्न देऊ एकैछिन। यसले उता कुद भन्ने अर्कोले कुराको पुरै दिनु दुःख दिएको छ, देऊ न छुट्टी एक दिन।